साँच्चै राम्रो छ आले खाऊ है खाऊ तर पानी हावा हुँदाखेरि आउन आँटिसक्यो त्यही भएर हामी हिँड्दा हिँड्दा यस्तो भएर हेलो नमस्ते गुड मर्निङ एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अनि त्यसपछि आफ्टर लङ टाइम होइन म आइरहेको छु किन भिडियो नबनाएको खोइ मलाई पनि थाहा छैन होइन आज चाहिँ फेरि पहिलाको जस्तै अब सुरुवात चाहिँ मर्निङ वाकबाटै सुरु गरिरहेको छु भिडियो किन नबनाएको भन्दाखेरि बिरामी थिएँ कि बिरामी चाहिँ कति भइरहेको छु खोइ यो महिनामा मलाई पनि थाहा छैन अनि हिँड्नु पनि गएको थिइनँ छिटो बिहान उठेको पनि थिइनँ एक हप्तापछि आज नै बिहान छिटो उठेको अरू बेला चाहिँ 6:30 बजे 7:30 बजे हिजो त म 7:45मा उठेको झन् ढिलो सुतेको थिएँ नि त सुत्नु पनि अनि मौसम चाहिँ कस्तो क्या यहाँ कस्तो अँध्यारो हावाहुरी चलिरहेको छ अनि म चाहिँ हिँड्दै जाँदैछु पहिला जस्तै एकचोटि अरू बेलाको चाहिँ झन्डा पार्क पुगेर आउनु पऱ्यो अनि भुमराज चाहिँ पुरै सुतिराख्नु भएको छ भोलिदेखि मात्रै जान्छु भन्दै हुन्थ्यो अनि म चाहिँ अब उठेर हिँड्दैछु आज त्यो पनि 5:30 बजे उठेँ फेरि 5:03मा उठेको उठेर म हिँड्दैछु वरिपरि मलाई मान्छे हेरिराख्नु भएको छ मलाई लाज लाग्दैछ होइन अब निस्किन्छु म भर्खर घर आइपुगिसक्यो यस्तो गल्यो कि आमामा यस्तो धेरै दिनपछि यसरी बिहान छिटो उठेर होला कि कस्तो रिना लागेको छ कि हिँड्दा हिँड्दा यस्तो भएर अब मेरो के काम छ भने नौरबलाई पढाउनु पर्ने छ यो फुलहरू गोड्नुपर्ने भनेको कहिले कति महिना भइसक्यो यति लुगा धुनुपर्ने छ आयो बिरामी भएर के गर्नु नभएर थ्रेडिङ पनि गर्नुपर्ने थियो यस्तो घिनलाग्दो भएर छ अब चाहिँ म घरको काम गर्छु भने घर पनि सानाक्सिने घर सफा मजाले डिप क्लिन नगरे पनि कति भइसकिसक्यो सन्चो नभएर हो अब चाहिँ म नौरबलाई पढाउँछु भोलिदेखि एक्जाम छ पढाउनु जस्तैदेखि पढाइरहेको काम सुरु गरिसकेँ गमलाबाट फेरि त्यो फुल निकालेर गमलामा नयाँ माटो लगाएर अनि गमला फेरि फुलहरू रोपिरहेको छु अनि कुनै कुनै गमलाहरूबाट चाहिँ फुलहरू यताउति चेन्ज गरिरहेको छु मैले चाहिँ किन भन्दाखेरि चाहिँ धेरै मेसी भइरहेको थियो नि त अनि पछाडि नौरबलाई देख्न सक्नुहुन्छ ऊ चाहिँ पुरै पढेको जस्तो गरेर डिस्टर्ब गरिरहेछ मलाई अनि मैले चाहिँ आधी काम मात्र भ्याएँ आधी काम भ्याइनँ नि त त्यो कारणले गर्दाखेरि आधी यो चाहिँ मिस्टिकाको लागि हामीले हेरिदिएको मलाई चाहिँ ओभर राम्रो लाग्यो होइन यहाँ ती मध्येमा चाहिँ खै ए मन पऱ्यो चाहिँ मिस्टिकाको बर्थडे केक लिन आएको होइन हामी अनि त्यसपछि यहाँ बुके पनि किन्यौँ अनि अब यहाँ के पाउँछ नि त यो चाहिँ रोसी दिदीको यो क्याफे हो बेकरी हो हेलो वेलकम टु माई फेरि मेरो च्यानलमा थ्याङ्क यू सो मच अनि अहिले चाहिँ हामी राति बेला भइसकेको छौँ अनि हाफमै हालिसकेको छौँ अनि हामी कहाँ जान आँटेको मिस्टिकाको बर्थडेमा जान लागेको छु होइन खासमा हामी चाहिँ 12 बजी जान आँटेको थियौँ भुमराजलाई पुरै मागेर तर आजको मौसम चाहिँ शीतल थियो तर पानी हावा हुँदाखेरि आउन आँटिसक्यो त्यही भएर हामी अगाडि नै के भएर जाने त 12 बजी पानी पर्छ नि हामी छिटो आउँछु अरेन्ज चाहिँ मिस्टिकाको बुके है अघि पनि देखाएको कस्तो राम्रो सुप्रेटी हेर्नु उहाँ चाहिँ बिरामी भएर भर्खर उठेर आउनुभएको जस्तो छ होइन सोरै अर्को भइसकेको छ अब हामी केक बोकेर जान्छौँ हावा सुन्नु भइरहेको मलाई त के डर लाग्दैन उसलाई त भूतको पनि डर लाग्छ साथीहरू साँच्ची है यहाँ पैतालाको टिका लाउनु पर्ने साँच्ची लगाउँछु कति हतार छ मलाई खेदाउनुको लागि राम्रो केक सेकले ओरी सबै यहाँ भ्लग गर्दैछ निसाले गएको ल श्रीमानज्यू हस् बेबी आरामले जानु यहाँ चाहिँ मैले मिस्टिकालाई भेटिसकेँ कस्तो सरप्राइज भयो इमोसनल पनि भयो रुयो पनि मिस्टिका त होइन तर म साँच्चीकै जिस्केको होइन है साँच्चै ओभर खुसी भएँ खुसी भयो तिमीलाई खुसी बनाउनै आएको अन्त तर के किन 12 बजीसम्म साथी के हेरेको अघि भनेको भए त केक हेरेको छौ छैन छैन नि अब केक काट्छौँ हामी एकछिनमा होइन अनि उसको साथीहरू गिफ्ट एउटा अझै आउनु बाँकी नै छ भोलि मात्रै आउँछ तर त्यो गिफ्ट चाहिँ खुसी भयो त्यो अर्को बुकी लिएको भए त ओइलिहाल्थ्यो त जिन्दगीभरि सम्हालेर राख्छु सुन के भन्नु अहिले सम्हालेर राख्छु भन्दा फेरि मिस्टेक आएको छ कि अरू फुल भएको भए त सुकिहाल्थ्यो यो चाहिँ उसको माया हो त कहिले नसुक्ने हामी खालको दुईजनाको आयो
खासै रहर लाग्दैन बुके चाहिँ मलाई साथीहरू। उसलाई चाहिँ एकदम मनपर्छ अनि त्यही भएर हामीले ल्याइदिएको क्या। अब हामी डान्स गर्छु, मैले त्यस्तो टिकटक बनाउँछु। कलर कस्तो फेभरेट हो नि त मेरो। सरिताले गार्डन छानेको पो त हो। थ्याङ्क यू। आफै जोक्नु हतार पर्छ। पुरै यहाँ निसा चाहिँ पुरै यहाँ उयो गर्दैछ, वेट चेक गर्दैछ कति कति केजी भएछ नि त। चस्मामा त तिम्रो देखाउँछ यहाँ म 36.60 केजी। राम 36.60। राम राम। के तिमीहरू भर देखाउ न के? साथीहरू मिस्टिका चाहिँ भोलि होइन बर्थडेमा अब मन्दिर जाने भन्दैछ। तर मन्दिर जानुमा केसको रात छ अरे क्या। मैले तिमी जानु छ मन्दिरमा त के अरे बर्थडेमा त मन्दिर जानुपर्छ यस्तो होइन दर्शन गर्नुपर्छ भनेको कि यो रातो र निलो भयो अरे यसले भनेको हो। मलाई त त्यस्तो लाग्दैन। के हो रातो निलो के रात छ त्यस्तो साथीसँग जानु पायो भने जानु खुसी। अब लजायो त यो त नि मुसुक्कै आम्मामा के हो यो चाहिँ नानीले बनाएर दिएको होइन यो छ हामीलाई चाहिँ बर्थडे के सरप्राइज केही पार्टी यो त सरप्राइज नै हुन्छ नि अहिले त नि भन्न बोल्दैछ तँ चाहिँ मिस्टिका यहाँ हेर्दैछ थुकेर नलिने साथी कसममा नि थुक पनि आउँदैन। आम्मा आज गेम जित्यो भने चाहिँ ल ठिक छ अब खाएको ल साथीहरू भर्खर यति भात खाएर आएको जित्यो भने चाहिँ के दिन्छ पार्टी दिन्छ। मुखभरि पानी आइसक्यो होइन खानु पनि मन छैन खाए पनि अब भोलि होइन यस्तो टोलो कुद्नुपर्छ। खाएको ल साथीहरू एक बाइट निसा नखाने अहिले खाऊ है खाऊ त्यही हो बाटो यति नै हो। घुम्लास देखेर चाहिँ नकुर ल यहाँ चाहिँ हुन्छ हाम्रो दिदी अनि उनीहरू चाहिँ पुरै बोयफ्रेन्ड खोज्ने तयारीमा छन् होइन। यतालाई अनि अङ्कल खोजिदिनु अरे हो साथीहरू आज बर्थडेमा के भन्छ बोयफ्रेन्ड गिफ्ट दिनुहोस् त अनि यता पनि अङ्कल खोज्ने अरे अब बधाई छ। आन्टी भन्ने कल नानी चाहिँ पुरै सुतिरहेको छ बर्थडे विस गर्नु 15 मिनट मात्रै बाँकी छ है साथीहरू तर ऊ चाहिँ पुरै स्लिप हानिसक्यो 5 मिनट हो र ल छिटो 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 यहाँ चाहिँ केक लिएर आएको छ होइन के भयो अरे मिस्टिका कहाँ छ अरे छोरी बर्थडे गर्ल पुरा यहाँ अनि दिदी चाहिँ पुरा यहाँ बसेर हेर्दै हुनुहुन्छ। हेलो 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 दिदी अरे पुरै 1 घन्टा बोलिसकेपछि भर्खर हाल्यो एटेडिका मिस्टिका सुता त यो चाहिँ मिस्टिकाको बर्थडे टु यु लुगा तान न ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर मिस्टिका ओ माय गॉड बर्थडे टु यु ल्या हो र के हुनुहुन्छ तपाईँ भर्खर नेचुरल ग्लो हो ब्लसिङ गरेको होला भर्खर रुको नरुवा न प्लिज यो केक लिनुहोस् त साँच्चै राम्रो छ हो खाइदिउँ न त नि खाने होइन उसले चाहिँ खिच्दैउ न सुनि न हौ को हो भन्नु न यहाँ भिडियो बनाइरहेछ बिल्ला भयो है तपाईँको निसा सरिता सरप्राइज दिइरहेछ भिडियो बनाएको तपाईँले त गाली पो गर्नुभयो। भन्नु न त नि थ्याङ्क यू हुन्छ अब चाहिँ रुको नागेको त हुन्छ आमा हुन्छ तपाईँलाई म भोलि कल गर्छु केक काट्छु यहाँ सरिताहरू निसाहरू आइरहेछ ल ल ल ल ल बाई बाई हुन्छ ल लभ यु बिरालो पुरै आइरहेछ
Oh my god. ल ल बाई आमा के काटौँ साथी जिजीले बालुम फ्यान मार्ने होला नि त एकछिन फ्यान मार्छ यो चाहिँ दिदीलाई देखाएर होइन यहाँ पुरै दिदी फोटो मेरो सेसन पनि हुँदैछ यता हेर्नु हेरिराख्नु भएको छ दिदी पोज दिँदै हुन्छ पुरै हिरोनी भएर होइन यहाँ अब हाम्रो केक कटिङ सेसन पनि भइसकिसक्यो तर मिस्टिका एउटा गिफ्ट आउनु बाँकी नै छ तिम्रो होइन तर त्यो मलाई चाहिँ अब भोलि मात्र आउँछ ल दिदीमा खुसी छ होइन मलाई सम्झिदिए नै थियो होइन तर यति दिनु हो पर्दैन थियो सकिसक्यो दिदी अब अब यहाँ चाहिँ हेर्नुहोस् भन्नुहोस् त साथीहरू हेर्नुहोस् मेरो साथीले यस्तो धेरै माया गरेर केक सरिता निशा थ्याङ्क यू वेलकम भयो कति थ्याङ्क यू थ्याङ्क यू फर लभ जोइलाई अघि भनिसकेको त भिडियो बनाएन उसले अन्त थ्याङ्क यू जोय यति धेरै मायाको लागि सदाले छानेको साथीहरू मिस्टिकाको बर्थडे पनि सक्यो म चाहिँ मुख धोएर पनि स्टार्ट भएको स्टार्ट भयो अहिलेको लागि चाहिँ हालसालको लागि सक्यो होइन मुख सुख धोएर कपाल रेडी गरेर अब सेरम लाउनु बाँकी छ यतिखेरसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सधैँ माया गर्नु होला मिस्टिकालाई ह्याप्पी बर्थडे भनेर विस गरिदिनु होला भन्दै अहिलेलाई बाई भन्न चाहन्छु बाई फेरि पनि भोलिको भिडियोमा नयाँ भ्लग नयाँ दिन नयाँ सुरुवातमा भेट्ने नै छु तपाईँहरूसँग भन्दै अहिलेलाई बाई भन्न चाहन्छु मेरो भिडियो हेरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला कमेन्ट गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ किप सपोर्टिङ किप लभिङ बाई